म यो चोकमा छु, एकदम दुर्घटना हुने चोक हो होइन। अब तपाईँहरू यहाँ यसो हेर्नुभयो भने त्यहाँ एउटा के नामको होटेल छ होइन। यो होटेल छ, यहाँ एकदम मान्छेहरूको आवत जावत बढी हुन्छ, गाडीहरू हुन्छ। यहाँ एउटा उजुरी आयो, एकदम सरकारी गाडीहरू नै पार्किङ गरेर राखेको छ भनेर सुनियो। ल हेर्नुहोस्, यो गाडीहरू, यो सरकारी गाडी होइन त। ल हेर्नुहोस्, सरकारी गाडीले नै नियम उल्लङ्घन गरेछ है। ल हेर्नुहोस्, यसरी यसरी राखिएको रहेछ। ल हेर्नुहोस् है, यहाँ एउटा उजुरी आएको हुनाले यो होटेलमा के कार्यक्रम छ अरे, यो होटेलको नाम सम्झनु है के रहेछ। यसरी चाहिँ गाडीहरू पार्किङ गरेर अस्तव्यस्त बनाउने। ल हेर्नुहोस् है, ल हेर्नुहोस्, यो रङ्गी गाडी के हो? यो रङ्गी गाडी कहाँको रहेछ? ल हेर्नुहोस् त, ल हेर्नुहोस्, यसरी चाहिँ अहिले बसको स्कुल टाइममा यसरी गाडीहरू राखेपछि हुन्छ, सरकारी गाडीहरू होइन। ल हेर्नुहोस्, स्कुल टाइम हो। ल हेर्नुहोस् है, ल हेर्नुहोस्, यसरी यति धेरै। ल हेर्नुहोस्, यति लामो लाइन। ल हेर्नु त, यस्तो यो यहाँ स्कुल छ, तालबरा स्कुल। स्कुलको समयमा यहीँ छेउमा हेर्नु भने तपाईँले यो स्कुल पाटन हो, यहाँ स्कुल छ त्यहाँ। यस्तो स्थितिमा तपाईँ हेर्नुभयो भने ल हेर्नुहोस् त, गाडी यसरी चाहिँ यसरी गाडी राखिएछ। ल हेर्नुहोस्, यो एकदम दुर्घटना हुने कमाउने ठाउँ हो यो। ल हेर्नुहोस्, ल हेर्नुहोस्, सरकारी गाडीहरू। ल हेर्नुहोस्, ल हेर्नुहोस्, यस्तो पनि हुन्छ। सरकारीहरूले ट्राफिक नियम नै उल्लङ्घन गरिरहेछ। सरकारले सरकारी नियम नै उल्लङ्घन गरेछ। ल हेर्नुहोस् है, सबैले यो चाहिँ सेयर गर्नु होला है। ल हेर्नुहोस्, एकदम दुर्घटना हुने ठाउँ हो यो। यो एकदम घुम्ती मोड छ। ल यो के होटेल हो? यहीँ आउँदो रहेछ नि सरकारी गाडी लिएर। ल हेर्नुहोस्, अस्तव्यस्त छ है। धन्यवाद।